बाटामा हेरेर हिँड्नु अनि लडिँदैन भन्नु भएको होइन त? खोइ आज म यो बाटामा हेरेर हिँड्दा त झन् साह्रो लडे त। ए मूर्ख, तँलाई मैले कपडा दिने बाटोमा हेरेर हिँड भने हो त? मान्छे हिँड्ने बाटोमा पो हेरेर हिँड भनेको त? झन् त्यस्तो त गर्नै नहुने रहेछ। हिजो म स्कुल जाँदा बाटोमा आँखा हेरेर हिँड्दा स्कुलै कटेर कहाँ पुगेछु, फेरि फर्केर आउनु पर्यो। बाटोमा मात्र हेरेर हिँडेपछि स्कुल आएको र नआएको कसरी थाहा पाउने? स्कुल देख्नलाई स्कुलतिर हेर्नु परेन? त जितालाई जहाँ मन लाग्छ त्यहाँ हेरेर हिँड, खाली उल्टो उल्टो कुरा गरिरहन्छ। आमा बाउ खोइ? तेरो बाउ यहाँ छ नि। यहाँ मेरो बा त्यहाँ हुनलाई म जुम्रोको छोरो हो र? भन्नु न आमा, खोइ बा? ऊ माथि आकाशमा होलान्। आकाशमा? आकाशमा उडने जुरेली ढुकुर, बै बैमा उड्ने बटाई, मेरा सिलो कक्का उत्तर नदिए खाने जस्तैले कुटाई। माने होइन, मानसिंह मानसिंह। ल ल मानसिंह दाई अनि त्यो रुखको टुप्पा बसेर फेतिर कहाँ काट्या त? गर्लाम गुलुम म तल झरौला अनि थाहा पाइन्छ नि। ओहो, मलाई सिकाउने भएको त? म कालिदास हो र? मलाई जता बसेर काट्न सजिलो लाग्छ त्यतै बसेर काट्छु। भरे छिन्न लागेपछि फुत्त उतातिर गए भएन? हो बा हो, हाम्रो दाइको खोपडीले चाहिँ मान्नै पर्छ। जे भए पनि अरू भन्दा एक कदम अगाडि नै छन्। अनि के त, सधैँ बुद्धि पुर्याएर काम गर्नुपर्छ अनि उँभो लागिन्छ भन्यो भनेर के हेर्नु, काना बतास लाउँदैन। अब बुद्धि हुने मान्छेहरू सधैँ माथि हुन्छन्, बुद्धि नहुनेहरू सधैँ तल पुग्छन्। दाइ चोट त लागेन नि है? छैन चोट यो हाँगा मैले सोचे अन्त अलिक छिटो झरो के झरो नि के हेर्नु, यो हाँगाले मलाई थिच्या छैन क्या, मैले हाँगालाई थिच्या छु। ए साइला लु भन् त, हिजो राति तेरो घरमा के न्युमा झगडा भयो? झगडा के को झगडा? हाम्रो झगडै भएको छैन। अनि हिजो राति त्यत्रो डाङडाङ डुङडुङ गरे होइन त घर? ए त्यो त धान कुटेको ढेकीमा। अब फेरि यसो कहिले काहीँ झगडा भयो भने भन्नु, यसो खचखच गरे भाइ मिलाइदिउँ भनेर पो त। अब कतितिरको काम भ्याउनु मैले, अब धनेले पनि गोरु किन्न जानुपर्छ भन्दै थियो। अब छिमेकीको काम अब गरिदिनै पर्यो भनेपछि ल त्यसले फेरि फ्याट कालो गोरु किनेर ल्याएछ भने त्यसलाई कालो गोरु फाप्दै फाप्दैन, यसो सोध भन्यो भनेर के हेर्नु, काना बतास लाग्दैन? होइन, तिमीले दुनियाँभरको काम गर्ने ठेका ल्याएछौ कि क्या हो? अरूको लागि गर्दा गर्दा आफ्नो घर चाहिँ हातमुख जोड्न गाह्रो हुने भइसक्यो। अब स्वास्नी गतिले हुनु पर्यो नि हातमुख जोड्न समस्या नहुनलाई त। फेरि अब गाउँले यसले सम्मान गरेर बोलाएपछि जानु परेन?
भो धेर फुर्ती नलाऊ, भात छोपेर राखिदिएको छु। जुरेलीलाई नि खुवाएर स्कुल पठा, आफू नि खाऊ। म गएँ बैठकमा। होइन के को बैठक हो फेरि? नारी हो अब उठ भन्ने समूहको बैठक। होइन यी कहिल्यै घरमा बस्दै नबस्ने नारीहरूको समूहको नाम किन अब उठ भनेर राख्नु? नारी हो तिमीहरू अब घरैमा बस भनेर राख्नु नि फेरि। ए भगवान्, नाम पनि के हो? जुरेली पनि कता गयो फेरि? ए जुरेली, हेरै म यसले कहाँ पुऱ्याउँछु। यो चाहिँ पक्कै ठुलो मान्छे भन्छ के। जे गर्दा नि माथि माथि बसेर खेल्छ, ऊ खेल्दा पनि अनि आइयो जुरेली, त्यो माथि बसेर खेल्नुभन्दा तलै बसेर खेल्नु राम्रो हुन्छ होला। आइज त। ठुलो बाकोलाई हाम्रो घर कसको अग्लो रहेछ भनेर हेरेको नि। त्यसरी माथि माथि गएर खेल्दा त टेन्सन हुँदो रहेछ नि त। यहाँ सुन, मान्छेले जहिले पनि ठुला मान्छेको सङ्गत गर्नुपर्छ। हेर, यस्ता भाडाभुरीहरूको सङ्गत गरेर हुँदैन। उहाँ ज्वासेको छोरो इन्जिनियर भएर आइसकेछ, त पनि ठुलो मान्छे बन्नु परेन? कुरो बुझिस्? बुझी। के बुझिस्? ठुला मान्छेको सङ्गत गर्नुपर्छ भन्ने। स्याबास, यसले ठ्याक्कै एकैपल्टमा कुरो बुझ्छ। यो ठुलो मान्छे हुन्छ क्या। ल हिँड, भात खाएर चाहिँ के अरे अब स्कुल जानुपर्छ। तिमीहरू पनि जाऊ। होइन कहाँ त्यता गएको? भात खान यता जानु पर्दैन? तपाईँले अहिले भर्खरै भन्नुभएको होइन त ठुलाहरूको सङ्गत गर्नु भनेर? तपाईँ भन्दा ठुलो बा होइन त, त्यही भएर ठुलोबाका भात खान जान लाग्यो नि। मैले त्यसो भने होइन के। सङ्गत ठुला मान्छेको गरे पनि भात चाहिँ आफ्नै घरमा खानुपर्छ। यी भाडाभुरीको सङ्गत गर्नु हुँदैन भने मात्रै। आइज। हेर्नुहोस्, मेरो गोरु पाइ नसक्नु छ, त्यस्तै पर्यो भने एक्लै हलो तानिदिन्छ। गोरु त मलाई पनि मन परेको हो, बरु दाम चाहिँ अब दाम चाहिँ भनेर मन पर्यो भने फ्याट भनिहाल्ने होइन नि यति दाम भनेर। पहिले गोरु हेर्नु पर्यो, नाप जाँच गर्नु पर्यो। के कुरा गर्नुहुन्छ हजुर? यस्तो जिउडाल मिलेको गोरु छ, खासै बेच्ने मन त थिएन। घर घाँस काट्ने मान्छे नभएर पो बेच्ला त। फेरि जाबो 15,000 के हो र आजकलको जमानामा? यो गोरु अलिकति तिरपट जस्तो लागिरहेछ क्या मलाई। यस्तो चिटिकको गोरु छ, गोरु पनि काहीँ त्रिपट हुन्छ र हजुर? तिरपट नभएर भयो त मैले बनायो। फेरि यो गोरुको के नमिले जस्तो लागिरहेछ क्या मलाई। यसो हेर्दाखेरि है, सिङ पनि ल प्याटै फुटेर छ अगाडिपट्टि। अब कान हेऱ्यो भने एउटा कान अलिक छोटो हो कि जस्तो पनि लागिरहेछ। दाँत हेरौँ है त, दाँत। ल गोरुको माथितिरको दाँतै रहन्छ। यो गोरु पक्कै पनि गोरु धनीभन्दा जेठो हुनुपर्छ। ल गोरुको पनि माथितिर दाँत हुन्छ र हजुर? मेरो मतलब पछाडि बङ्गारातिरको दाँत भनेको। मलाई नि थाहा छ नि गोरुको माथिको दाँत हुँदैन भन्ने कुरा त। खोइ एउटा सिङ्गल एउटा धने यो गोरु नापाउँ। सिङको चाहिँ यहाँ छ है। ल एकैछिन है त, म यो गोरुको खुर हेर्छु है। गोरु एकदम ठिक रहेछ। 15,000 होइन 16,000 हाले पनि हुन्छ। रोल नंबर 1 संजीव तामाङ। रोल नंबर 2 संजू शाह। रोल नंबर 3 पूजन पौडेल। रोल नंबर 4 प्रवीण लामा। रोल नंबर 5 समीक्षा चापागाई। रोल नंबर 6 जुरेली आचार्य। रोल नंबर 6 जुरेली आचार्य। होइन आज पनि त स्कुल आएन छ कि क्या हो? होइन मैले त अघि बिहान ग्राउन्डमा खेलिरहेको देखेको थिएँ। भनेपछि स्कुल चाहिँ आएछ, कहाँ गयो त त्यो? अब मलाई पहिले थाहा हुन्छ क्या यो गाई बस्तु बारेमा चाहिँ। हेर्ने बित्तिकै फ्याट थाहा हुन्छ। पहिले मलाई अलिअलि शङ्का लागेको थियो त्यो गोरु बैमान छ कि भन्ने कुरामा। स्कुलबाट किन भागेर होमवर्क पनि नगर्ने कति बदमास भएको। अब यी छोराछोरीहरू फटा भयो भने पनि बाबुआमालाई चाहिँ साह्रै टेन्सन हुँदो रहेछ कि। अब बेलैमा छोराछोरीलाई चाहिँ तल लगाउनु पर्छ भन्यो। अब भनेर के गर्नु? काना बतास लाग्दैन। किन तपाईँको छोराले पनि निकै दुःख दिन्छ कि के हो? ओहो, मेरो छोरालाई दुःख दिने के कुरा गर्नुभयो तपाईँले? मेरो छोरो त यति इमान्दार छ, यति इमान्दार छ।
अब घर आयो खुरु खुरु होमवर्क गर्छ अब स्कुलमा गयो त्यस्तै मजाले पढ्छ अरे यति अनुशासित छ अरे कि अब के भन्ने अब जस्तो भाउ त्यस्तै छोरा कुन दिन छोराको कारणले बाउलाई नै सम्मान गर्न बोलाउलान् कि भने जस्तो भइसक्यो अब त्यसरी फ्याट्ट बोलाएर सम्मान गरिहाल्यो भने के हुन्छ थाहा छ के हुन्छ के हुनु नि मेरो नाम मानसिंहको अगाडि स थपेर सम्मान सिंह हुन्छ मानसिंह दाइ नमस्कार नमस्कार म त भन्दै थिएँ नि के स्कुल जानुपर्ने भयो हो सरले बढी पठाउनु भएको ल है धने अब मेरो नाम भरै थाहा भयो होला नि म त जान्छु स्कुल थाहा भयो सम्मान सिंह के हो कुरै बुझ्न गाह्रो छ बा नमस्कार सर सरले मलाई बोलाउनु भयो बोलाउनै पर्यो नि तपाईँको छोरो जुरेलीले गर्दा किन र सर मेरो जुरीले के गर्यो त्यसो तपाईँ मेरो बुवा कि सरको बुवा मेरो बुवा भएर मैले के गरेको मलाई सोध्ने सरले के गर्नुभयो भनेर सोध्नु न किन के गर्नुभयो र सरले म यहाँ बसेर पढ्छु भन्दा कक्षामा हिँड्रे ल देख्नुभयो त तपाईँको छोराको ताल अनि किन कक्षामा गएर पढ्न नमानेको त तपाईँले नै भन्नुभएको होइन त सधैँ ठुलो मान्छेको सङ्गत गर्नु अनि मात्र ठुलो मान्छे बनिन्छ भन्नुभएको होइन त अब म ती भाडाभुरीसँग बसेर पढ्ने त त्यही भएर म त सरहरूसँग बसेर मात्रै पढ्छु कसै त मरे नि जान्न ओइ विशाल त आज स्कुल किन नगएको घरमा खसी काट्ने दिने को स्कुल जान्छ त ओइ आज तेरो घरमा खसी काट्ने हो अनि देखिनुहोस् त यहाँ मासु जख्नी लिएर आएको तँलाई थाहा छ मेरो बुवाले मलाई खसीको 2 कान पोलेर खान दिन्छु भन्नुभएको छ तेरो घरमा त कहिले खसी काट्दैनन् है खसीको कान पोलेर खाँदा कस्तो मिठो हुन्छ म त गएँ ओइ त चाहिँ यहाँ किन आएको नि तेरो घरमा खसी काटेर छ कि छैन भनेर हेर्न आएको इ यो के त तेरो कान हो त कि बिरालोको जस्तो लाग्यो त तर म एउटा खाउँला विशाल इ दिउँला तँलाई अस्ति मैले एउटा गुच्चा माग्दाखेरि तैँले दिएछिस् अब दिन्छु नि त अस्ति के थाहा तेरो घरमा खसी काट्छन् भनेर अब थाहा भयो नि त अब म तँलाई सधैँ गुच्चा दिन्छु ल भयो परेन अब मलाई तेरो गुच्चा पनि चाहिँदैन तँलाई म यो कान पनि दिन्न एउटा नदिए पनि आधी सिकेँ नि त पखै त म दिन्छु ल यत्रो सानो माटाउको जत्रो त्यही खान्छ अब चाहिँ पाक्यो अब चाहिँ मजाले खाइन्छ ओइ पक पहिला दाहिने खानुपर्छ नभए पेट दुख्छ कुन चाहिँ दाहिने कुन चाहिँ देब्रे कसरी थाहा पाउने नि एकछिन पक म हेर्छु उयो चाहिँ हो दाहिने ला वा पक 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 ए त्यो एउटा कान पनि कसले लग्यो पक त्यसलाई अकालिन खासी किन्नु पर्दैन त बेला अब त्यति रिन्दै डराउने मान्छे हो म एउटा डोको बेच्यो भने नि तिर्छु त्यसको ऋण त ए बा आँखा चिम्लिनुस् त किन चिम्लिनु मैले के लिएर आछु ल चिम्ली के दौडमा जितेर मेडल लिएर आइस कि क्या हो होता नि दौडमा फर्स्ट भएर लिएर आएको अब आँखा खोल्नुहोस् त आहा कान अनि त फर्स्ट नै भइस सेकेन्ड चाहिँ को भयो नि सेकेन्ड म भए ओइ तैँले मेरो कान किन चोरेर भागिस् खोइ मैले तेरो कान चोरे तेरो 2टा कान इजा छन् पक म तँलाई भरे बालै भनिदिन्छु तेरो मात्र बाछा हाम्रो बाछा छैन ए बा हाम्रो घरमा खसी कहिले काट्ने मासु खानु पर्यो तँलाई दुनियाँ पाखो चार्न सक्छस् एउटा भँगेरो समाएर ल्याएर पोलेर खान नाइ के मलाई जसरी भयो नि खसीको कान पोलेर खानु छ नत्र म गएँ जाडो भयो नि खसीको कान नलिआउँदिनँ छोराले त्यत्रो मासु खाने रहर गरेछ यसो कतै व्यवस्था गरिदिनु नि फेरि कहाँ गयो त्यो खसीको कान खोज्ने भनेर खसीको कान चोर्न
एबार दिन्न किन खसीको कान चाहिँ राम्रो हुँदो रहेछ क्या काट्नु पर्यो होइन छोराले यत्रो अपहत्या गरेपछि कहीँबाट यसो खसी खोजेर ल्याउनु सकेन होइन मान्छेले छोरछोरीको लागि कत्रो गर्छन् अब मान्छेले छोराछोरीको लागि कत्रो गर्छन् भनेर अरूले हात्ती चढेर हामीले धुरी चढ्नु त होइन खसी नसके नि कान त खोजेर ल्याउनु पर्छ नि ओ अब म कान मात्रै खोज्न कहाँ जाउँ खसीको कि आफ्नै कान काटेर दिउँ ओ माने दाइ भोलि गोरु जोत्न आउन भ्याइन्छ म हली जस्तो देखिन्छु कि क्या हो होइन होइन यसो पर्म लाउन भने नि म मासु बेच्नु बस्नुपर्छ भ्याउँदिनँ त्यही भएर तिमीले गोरु किने छौ र जोत्नु ससुरालीले दिए नि त नि एकल गोरु आफ्नो त ससुराली कतिलाई छन् जे जे भने नि दिइहाल्छन् नि बुढी ससुराली कोही छैन क्या हो होइन कोही हुनु न क्या हो अब भित्र को हुनुहुन्छ को नि कोही छैन भनिसै रहनु पर्यो म त ससुराली हिँडेको है भित्र कोही हुनुहुन्छ भने त्यस्तो बेलाको कोही बेला नि ससुराली आउँछन् त होइन बुढा त्यही त भने जुन बेला पाछ त्यतिखेर ससुराली आएका छन् ससुराली आउनु पनि त कुनै चाड र पर्व पो हुनुपर्छ नि मैले त खर्च पनि दिएँ आउन पनि कति हप्तै पछि आउन सक्या हो मेरो पालो पनि गुन्द्रुक उमाले खाना दिए अनि हप्तै पछि नआएर कहिले काहीँ आउँदा त गुन्द्रुक खाइरहनु पर्दैन होला नि त ससुराली जान्ला अलि टाढा छ अनि बेलैमा जानु त परिगयो नि भोलि फर्किन्छु गाउँको मिटिङ त भ्याउनु पर्यो नि यत्रो ससुराली जान्ला छु वास्तै गर्दैन नि त बा पखै त यिनीहरूलाई मैले जाने छ 50 रुपियाँ झरे आर्छ नि त बाटोमा मेरो गोजीवाला यहाँ खसाइरहेको छु 3 चोटि ससुराली जानला भन्दा चाहिँ वास्तै छैन पैसा भने यस्तै सबै मेरो भन्दै आउने हेर्नुहोस् ससुरामा बिहानै मासु दिउँसै मासु बेलुकै मासु मासुकै अचार मासुकै तरकारी मासुकै झोल मासुकै भात चाहिँ मासुको होइन चामलको है घरमा त मासु खाँदा खाँदा बानी नै बिग्रिसक्यो भने मेरो त कहिलेकाहीँ त मुख पनि त फेर्नु पर्छ नि ज्वाइँ साहब अब त्यो त हो नि यसो कहिलेकाहीँ मुख त फेरौँ भन्यो भनेर के काना बतास लाग्यो जहिले मासु पकाउँछौ भान्सा तयार भयो आउनुहोस् भित्र खाना खानु भान्सा तयार ज्वाइँ साहब हात त धोएर जानुहोस् हात त धो नि त ठिकै छ बसौँ बसौँ आउन पनि कति हप्तै पछि आउन सक्या हो मेरो पालो पनि गुन्द्रुक उमाले खाना दिए म त हप्तै पछि त आएको थिइनँ त फेरि किन गुन्द्रुक मासु पकाउन लागेको थियो ज्वाइँ साहब मासु खाँदा खाँदा दिक्क भएको सुनेर त्यही भएर गुन्द्रुक भुलुक्क उमालेको हो मुख पनि फेर्नुपर्छ कहिलेकाहीँ फेरि मलाई गुन्द्रुक त एकदम मिठो लाग्छ भने त्यही भएर मासु अलिकति पकाएको थिएँ ज्वाइँ साहबलाई नराखिदिएको लु उहाँलाई मात्र कि राखौँ त ज्वाइँ साहबलाई परोपकार भनेको अर्काको उपकार गर्नु हो सेवा गर्नु हो हामीले जहिले पनि अर्कालाई भलाइ गर्नुपर्छ सहयोग गर्नुपर्छ बुझ्यौ नानीहरू अनि अर्कालाई सहयोग गर्ने मान्छेलाई परोपकारी भनिन्छ सर तपाईले चाहिँ किन सहयोग नगर्नु भएको तपाईलाई चाहिँ परोपकार गर्न मन लाग्दैन किन र मैले कसलाई सहयोग गरिन र अस्ति नै जातमा मैले एउटा प्रश्न सोद्धाखेरि किन उत्तर नभन्नु भएको आजभोलि त हजुर के भन्ने र हाम्रो गाउँमा त लहरै चलेको छ नि के को लहर ज्वाइँ साहब
झाडा पखालाको कहाँ झाडा पखाला हुनु हजुर, ससुरालीले ज्वाइँलाई दिने लहर चलेको छ भने। के छोरी दिने लहर चल्यो? कहाँ छोरी दिने कुरा गर्नुभयो हजुर, छोरी त जसले नि दिन्छ नि, छोरी नदिकन ज्वाइँ हुन्छ त? ससुरालीले ज्वाइँलाई सम्पत्ति दिने लहर चलेको छ भने। ससुरालीले दिएकोले कति नि पुग्छ र ज्वाइँ? त्यो त हो नि हजुर, तर के गर्नु, ती ससुरालीबाट केही न केही पाउनेहरूले फुर्ती लगाएर खप्नु खानु हुँदैन। अरूको किन वास्ता गर्नु पर्यो ज्वाइँ साहब? अब भनेर के गर्नु हजुर, काना बतास लाग्दैन? अब सम्पत्ति हुनेहरूले देलान् नि। कहाँ हजुर, अब सम्पत्ति हुनेहरूले त घर जग्गै दिएका छन् भने। नहुनेले पनि केही नभए पनि पशु चौपायामा एउटा राँगोसम्म त दिएकै छन् हजुर। हेर्नुहोस्, झन् ससुराली गएर रित्तै हात फर्केको भन्ने थाहा पायो भने त गाउँमा मुख देखाउनै गाह्रो हुन्छ नि हजुर। कहाँ रित्तै हात जाने हजुर, कसैले ठिक पारिदिएको छ। ठ्याक्कै 2 धार्नीको छ, जोखेरै राखिदिएको। 2 धार्नी ढोडको आगो पनि कति छिटो निभ्या हो नि। लौ पानी पनि उम्लिसकेछ, ढिलो भइसकेछ नि। ल अब म योलाई च्वाट्ट छिनाउँछु यो खसी है। तैँले चाहिँ छिन्ने बित्तिकै फुट्ट टाउको लिएर जा, अनि 2टै कान काटेर पोलेर मजासँग खानु है। यस्तो मुला कान हुन्छ, यस्तो फर्सी पनि खसी हुन्छ। ज्वाइँ साहब फर्सी त गुडो त। गुडस जाब फर्सी त हो नि, खसी भए पो कुद्दै गरसम्म। झन् खसीको मासुमा फर्सी मिसाएर खाँदा मिठो हुन्छ भनेर ठिक पारिदिएको थिएँ। मिसाएर पो मिठो हुन्छ त, फर्सी मात्रै त मिठो हुँदैन नि। मिसाउनलाई खसी भए पो। खसी त अघि नै ठिक पारिदिएको छ टाट्नामा।